नमस्ते तपाईहरुलाई म आज यो जापानको एउटा जंगलमा घुम्न आएको छु। यो जंगलबाट यो भिडियो सम्प्रेषण गर्दैछु। यो विभिन्न रंगी-बिरंगी फूलहरू फुलिराखेको तपाईहरुले देखिरहनु भएको छ। यो जंगलमा पिंक कलरको लटराममै फुलेको फूलको नाम हो एन्जेलिया र यो एन्जेलिया चाहिँ जापानको हरेक जंगलमा हरेक बाटोमा जताततै यत्रतत्र फुलिराखेको देख्न सक्नुहुन्छ। त्यस्तै गरी यो बाटो तपाईहरुले सिस्टमेटिक देखिरहनु भएको छ है। आज चाहिँ हामी यतातिर घुम्न आएका छौं। यो चाहिँ तपाईको चेरी ब्लासम अथवा चाहिँ यहाँनेर साकुरा भन्छ है। साकुरा तपाईले फुलेको पनि देखिरहनु भएको छ र यो साकुरा बोटमा फुल्दाखेरि जति सुन्दर देख्नुहुन्छ त्यति नै भुइँमा झरेपछि यसको यो लिफहरू चाहिँ फुलको पत्ताहरू चाहिँ उति नै सुन्दर देख्न सक्नुहुनेछ यहाँले हैन। कति राम्रो छ हेर्नुस् त। र यहाँबाट तपाई सर्लक्क समुद्रतिर तपाईको ध्यान म मोड्न चाहन्छु। यो समुद्र तपाईले देखिरहनु भएको छ र यो समुद्रको किनारमा पिंक कलरको साकुरा फूल ढकमक्क फुलेको देख्दा जसको पनि मन चाहिँ मन्त्रमुग्ध हुने गर्दछ। तपाईलाई अर्को भिडियोमा फेरि भेट्ने बाचा सहित यो भिडियोबाट म जीत बहादुर खड्का बिदा माग्न चाहन्छु। नमस्ते, शुभ दिन।